दिगदार भइसकेको थिएँ अनि मैले अग्लो बिल्डिङबाट हाम फाल्ने निर्णय गरेँ। यसो 10औं तल्लामा हेरेको त निकै लोभ लाग्दो मानिने जोडी एकअर्कालाई पिटापिट गर्दै रहेछ। 9औं तल्लामा साह्रै बलियो र कठोर मानिने एकजना साथी रोइरहेको रहेछ। 8औं तल्लामा रामकी श्रीमती कोही अर्कैसँग मजा गरिरहेकी थिइन्। 7औं तल्लामा श्याम डिप्रेसनको औषधि खाँदै थियो। 6औं तल्लामा बेरोजगार हरि हफ्ताभरिका सबै पत्रिका जम्मा गरेर काम खोज्दै थियो। 5औं तल्लामा निकै नै सम्पन्न मानिने एक महोदय ऋण कसरी तिर्ने भन्ने विषयमा चर्को कुराकानी गर्दै थिए। 4औं तल्लामा रमा आफ्नो प्रेमीसँग आज पनि चर्को झगडा गर्दै थिइन्। 3रो तल्लामा एकजना वृद्ध कोही मलाई भेट्न आउँछ कि भने आशमा कुरिरहेका देखिए। 2रो तल्लामा शारदा 2 वर्ष अघि बितेका पतिको फोटो हेर्दै अझै आँसु झार्दै मन दुखाइरहेको देखे र आफू 10औं तल्लामा हुँदा मलाई संसारकै अभागी मै हुँ जस्तो लाग्थ्यो। तर बल्ल बुझे हरेकसँग आफ्नै समस्या हुने रहेछ। आफ्नो समस्या पहाड झैं लाग्छ, तर हुन सक्छ आफ्नै छेउको व्यक्ति आफूभन्दा 10 गुणा दुखी छ। त्यसैले हार नखाऊ, जीवन बाँचेर हेरौं, जीवनलाई उल्टै चुनौती दिएर अघि बढौं। All the best.